हेलो म पेक्टोमा जान चाहन्छु सो हम पनि साथी आज चाहिँ टोकल आएर चाहिँ हामी बाँदर एरियामा चाहिँ आज हामी चाहिँ कहाँ जाँदैछौँ भने रक्सी लिन चाहिँ हिँडेँ बाबुराम र म टक्कल आएर यसको चाहिँ बुट देख्न सक्नुहुन्छ खुट्टामा जुत्ता टक्कल आएर मान्छे त मजा यो र म भएर फोटो लिन जाँदैछौँ फोटो भन्ने त थाहा चाहिँ होला त हजुरहरूलाई धेरै जसोहरूलाई थाहा चाहिँ होला कसैलाई थाहा नभए पर अहिले पक्रिनु यो त युट्युब हाल्ने नि त युट्युबमा तिनीहरू टिकटक हेर्छन् हामीले युट्युब हेरिन्छ नि त त्यसैले र हामीले चाहिँ आज खोटो चोर्न होइन हामीले चाहिँ अनुसन्धान के अरे सोधेर हामीले चाहिँ आज लिन जाँदैछौँ अस्ति चाहिँ हामीले 1000-2000 तिरेको त्यही भएर यत्रो डब्बा त्यही भएर हामी चाहिँ मैले चाहिँ धेरै ल्याउनु बाबुरामले चाहिँ अलि धेरै ल्याउने अरे त्यही भएर म त आधी ल्याउने खतरनाक छ त मेरो त्यसैले हामीले चाहिँ अहिले चाहिँ लिएर आएको थियौँ यति लिएर आइदिएको थियौँ हामीले तर हामीलाई चाहिँ अहिले चाहिँ पैसा हाम्रो त गयो के अरे त्यही भएर हामीले चाहिँ त्यही भएर जानु पर्ने हुन्छ र बाबुरामले चाहिँ अहिले चाहिँ पोखेर हेर्नु गाई ए बाबुरामले चाहिँ पठाएर पोखेर र बाबुरामले यो लिएर कौन ल र यहाँ तल बाँदर पनि छ तर बाँदर पनि हेर्न जाने हामीलाई चाहिँ बाँदरहरू हाम्रो स्वर्ग देख्न सक्नुहुन्छ यता छ हाम्रो स्वर्ग यता चाहिँ झाडी छ झाडीको नर्क छ र हामी चाहिँ जानुपर्ने हुन्छ यस्तो जान्छ पल्टो ओए पोल्टे कसको अत्र खोज्नु भयो के भन्नुभयो झाडी हिँड्न पर्यो मैले यति छोड्यो भने जत्राको जस्तो हुँदै हो मेरो मान्छेहरूले चाहिँ नरकै बनाइदिएछन् के भने बाँदरले चाहिँ बाँदर चाहिँ छासिने हो क्या हामी त यार 10 is louses फाइनली चाहिँ हामी चाहिँ खोटो भनेको तपाईँहरूलाई थाहा छैन भनेपछि हामीलाई चाहिँ तपाईँहरूलाई थाहा छ खोटो कस्तो हुन्छ भनेर खोटो पानी रहेछ यार अन्त देख्नु भयो नि बहुत दुःख भइरहेछ उहाँ चाहिँ हुनुहुन्छ पुगिनलाई र कस्तो लाग्यो भिडियो कमेन्टमा भनिदिनु होला र
मेरो आइडीमा सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला ल एन्ड आज चाहिँ बाई बाई।